यो म हो। म छुट्टीको बेलामा नेपाल गएको थिएँ र त्यहाँ जाँदा मलाई कार र बाइक सिक्न मन लागेको थियो र यो चाहिँ म बाइक सिक्दै गरेको मेरो तस्बिर हो र मैले छुट्टी यसरी बाइक सिकेर कार सिकेर चाहिँ बिताएको थियो। यो मेरो जस उपलब्धि नै भन्नुपर्छ, तर चाहिँ दुःखको कुरा अन्तिममा एक्जाम दिने टाइम चाहिँ फर्म ढिलो भरेको हुनाले कारको चाहिँ मैले दिएँ एकचोटि, बाइकको चाहिँ दिन पाएन। दुइटै एकचोटि दिन नपाउँदो रहेछ, दुःखको कुरा। तर पनि एक्सपिरियन्स भयो आफूलाई, जस मिल्ने बाटो चाहिँ भएको थियो। बुढाल जानिन्छ, बुढीले जान्दैन। हजुर बुढाल त 8 भइसक्यो। ग्यालिन लिएर के हो त, अब टिकटकमा हालिदिन्छु मैले।